विशेष गरिकन यो बजार निरीक्षण अधिकृतको लागि आज भएको जो एक दिने कार्यक्रम छ यो कार्यक्रममा अध्यक्षता गर्नुभएका अब अध्यक्ष महोदय, त्यसै गरी विभागबाट पाउनुभएका सम्पूर्ण सरहरू, 10वटै जिल्ला भनेको छ, यद्यपि केही जिल्लाहरूबाट नआएका पनि अधिकांश जिल्लाबाट पाउनुभएका बजार निरीक्षण अधिकृतहरू, त्यसै गरी प्रदेश कार्यालयबाट पाउनुभएको निर्देशकज्यू लगायत अन्य सम्पूर्ण महानुभावहरू, सर्वप्रथम त मलाई यो कार्यक्रममा बोल्ने मौका दिनुभयो, यसलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र हामीले बुझेका अवधारणागत रूपमा र यहाँको व्यावहारिक रूपमा धेरै कुराहरू बुझ्नुभयो, यसको लागि पनि धेरै धेरै धन्यवाद। हामीले 10वटै जिल्लाको र अन्य औषधिदेखि लिएर होइन नातो गुण विभागकोदेखि लिएर अनि यावत कार्यहरूको एक्सपिरियन्स बेस भएर जुन छलफल कुरा हामी सबैलाई अत्यन्त फ्रुटफुल भएको जस्तो मलाई महसुस पनि गरेको छौँ। र अहिले विशेष गरिकन हामी स्थानीय तहदेखि लिएर अब प्रदेशको कार्यालय जस्तो संगठन कार्यालयदेखि लिएर जिल्ला प्रशासन कार्यालय बिच अलिक प्रोपर कोर्डिनेसन नभएको, संयुक्त अनुगमन जाँदाखेरि हामीले गर्नुपर्ने आचार संहितादेखि लिएर विशेष गरिकन अहिले नीतिगत रूपमा जो हाम्रो अलिकति ज्ञान भएका कुराहरूको सन्दर्भमा पनि हामीले छलफल गर्न पायौँ। यो अत्यन्त फ्रुटफुल कुराहरू पनि रहेको छ, यसका लागि पनि हामीले खुसी व्यक्त गर्न चाहन्छौँ। र हाम्रो जिल्ला प्रशासन कार्यालय र अन्य जिल्लाका साथीहरूको बिचमा पनि छलफल गऱ्यौँ। हाम्रो कार्यालयमा कतिजना हुन्छ, 8-10जना, र अहिले विशेष गरिकन यो पहाडी जिल्लाहरूमा र जहाँ सचिव नै सहायक प्रमुख जिल्लाधिकारी भएको ठाउँमा 1जना प्रशासनिक अधिकारी सबै भूमिका निर्वाह गर्नुपर्ने र कर्मचारी पनि कम भएको कारणले गर्दाखेरि प्रत्येक ठाउँमा गएर सधैँ हामीले अनुगमन गर्न सक्दैनौँ। यसका लागि यदि हामीले क्रेता विक्रेता र अन्य जति पनि हामीले भनिने पैठारी गर्दा यी सबैको भूमिकालाई यदि प्रभावकारी ढङ्गबाट सञ्चालन गरिदियो खण्डमा नियमनकारी पाठ भनेको त जस्तो हाम्रो बेस्तार सरले भन्नुभयो अन्तिममा हामीले गर्ने हो, तर हाम्रो रोल अहिले सुरुमा हुनु परेको छ। यो विषयमा पनि हामीले छलफल गरेका छौँ र त्यो गरौँ भन्ने पनि मैले कुराहरू छ। प्रवर्धनात्मक कार्यहरू र अनि मलाई एउटा मन परेको कुरा, मैले न्यू प्र्याक्टिसेस गरेको कुरा के हो भने मैले त्यो बेलाको डिजी साहबलाई पनि सम्पर्क गरेको थिएँ। हामीले बजार अनुगमन गर्ने सिलसिलामा सूचना गुप्तै राखेर गरेको कारबाहीको 10% सूचना दिनेलाई पनि दिने भन्ने व्यवस्था पनि रहेछ। त्यसलाई हामीले बनायौँ भने प्रभावकारी ढङ्गबाट त्यसबाट पनि अवेरनेस हुन्छ। पहिलो कुरो त किन्ने मान्छेले र बेच्ने मान्छेले नै थाहा पाइदियो भने अधिकांश बजार निरीक्षण अधिकृतको काम घट्छ र त्यसले हामीलाई एउटा दिगो रूपमा नै समाधान दिन्छ जस्तो पनि हामीले महसुस व्यक्त गरेका छौँ। हाम्रो विशेष गरिकन जस्तो यो औषधिको सन्दर्भमा, तर अझ विशेष गरिकन हाम्रो साथीहरूको बिचमा छलफल पनि भयो। यो खाद्य व्यवस्था सन्दर्भको कुराहरूमा आदरणीय सरले जुन कुराहरू राख्नुभयो, हामीले अवधारणागत रूपमै धेरै कुराहरूमा अलिक भ्रम रहेछ। जस्तो हामीले भन्यौँ नि अघि जङ्क फुडको कुराहरू भयो, सेतो कलर, रातो कलर, होइन यसो नबुझेको कुराहरू पनि हामीलाई धेरै थियो। योभन्दा अगाडिको क्लासमा पनि म जुन गत वर्ष भएको थियो त्यहाँ पनि म आएर यसरी बोल्न पाएको थिएँ, सहयोगीले आज पनि बोल्न पाएँ। यी विषयवस्तुमा हाम्रो थप कुराहरू पनि हुन्छ र केही विषयवस्तु अहिले हामीले जो नीतिगत र संरचनागत कोअर्डिनेसन र केही नीतिगत रूपमा कोल्याप्स भएका कुराहरू, कानुनी पहलको कुराहरू पनि भयो। अब यहाँहरू त विशेष गरिकन केन्द्रीय लेभलमै हुनुहुन्छ, यहाँबाट पनि प्रत्यक्ष थ्रुको लागि सुझाव पनि दिएर हामी पनि त्यो सन्दर्भमा हाम्रो तर्फबाट पहल गर्नेछौँ, यसमा गरिदिनेछ भन्ने कुराहरू पनि हामीले उल्लेख गरेका छौँ। सरले जुन एउटा संक्षेपमा राखिदिने भन्नुभयो, बोल्ने कुरो त धेरै थियो। यद्यपि अब अर्को एउटा समस्या के छ भने हामी बजार अनुगमन अधिकृतहरू, निरीक्षण अधिकृतहरूको लागि अलिकति त्यो स्रोत साधनको पनि एकदमै न्यूनता भएको जस्तो महसुस हुन्छ। हामी जान्छौँ होइन, 40,000 जति थियो गत वर्ष, अब त्यहाँ गएको टिमलाई सामान्यतः केही न केही व्यवस्थापन त गर्नु पऱ्यो। 500 हुन्छ, त्यसमा पनि कटाएर होइन गर्ने 425 एकदमै अपुग हुन्छ कि। तर यद्यपि हामीले त्यसलाई कोअर्डिनेसन पनि गरिरहेका हुन्छौँ। यो विषयवस्तुमा पनि बुझिरहेको हुन्छ। त्यसलाई पनि हजुरहरूले कता हुन्छ आफ्नो तर्फबाट अलिकति समाधान गरिदिनु भयो भने त्यसले हामी सबैलाई फुल्ने गराउँछ जस्तो मलाई लाग्छ। हामीले अझ विशेष गरिकन बजार निरीक्षण अधिकारी साथीहरूलाई पनि के भन्न चाहन्छु, तपाईँ हामी मिल्नुपर्छ। र एउटा जिल्लामा भएको कम्प्लेन इस्यु र अर्को जिल्लाको कम्प्लेन इस्यु बिचमा हामीले विभिन्न माध्यमबाट समन्वय र सहकारी गऱ्यौँ। त्यसै गरी आदरणीय हाम्रो सरहरू हुनुहुन्छ होइन, प्रदेशमा निर्देशक हुनुहुन्छ, कार्यालय प्रमुख हुनुहुन्छ, औषधि यो गर्न थाल्यो भने हामीलाई काम गर्न सजिलो हुन्छ भन्ने मैले महसुस पनि व्यक्त गर्न चाहेँ। अन्त यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। सहभागी सबैको तर्फबाट बोल्ने एउटा अवसर पनि प्रदान गर्नुभयो, यसका लागि म आयोजक सरहरूलाई पनि धेरै धेरै धन्यवाद। मेरो छोटो भनाइ यहाँ गर्न चाहन्छु। हवस्, धन्यवाद। धन्यवाद सर।